हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म एकदम इन्ट्रेस्टिङ टपिक लिएर आइरहेको छु होइन। यो त्यस्तो धेरै इक्जामिन भएको त देखिँदैन, बट इट क्यान हेल्प यु टु एक्सप्लेन मोर क्या। मतलब कुनै 15 मार्क्समा 20 मार्क्समा सोध्यो भने चाहिँ यस्तो यस्तो कुराहरू मेन्सन गरिदिँदाखेरि चाहिँ कपी चेक गर्ने मान्छेले पनि यसलाई यो कुरा थाहा रहेछ है भन्ने जस्तो एडिसनल राम्रो कुरा हुन्छ, एडिसनल पोइन्टहरू हजुरहरूले गेन गर्न सक्नुहुन्छ होइन। अब आजको टपिक चाहिँ के छ भन्दाखेरि कर्पोरेट कल्चर भर्सेस अन्टरप्रेन्योर कल्चर भन्छ होइन। कर्पोरेट कल्चर भनेको चाहिँ के भन्दाखेरि कर्पोरेट कल्चर इज युजली फाइन्ड इन लार्ज established companies. Its main goal is to protect what the company had already built and ensure everything runs smoothly according to the rules भन्छ होइन। कर्पोरेट कल्चर भनेको हजुरलाई थाहा नै होला, मोस्ट अफ यु आर वर्किङ इन सम कम्पनीज होइन। कर्पोरेट कल्चर भनेको कर्पोरेटमा एकदम धेरै हायरार्की हुन्छ। मैले केही कुरा आइडिया लिएर आएँ, मैले बसलाई सम्म त्यो कुरा पुऱ्याउनु छ भने मैले डाइरेक्ट गएर भन्दिनँ क्या। मेरो माथिको म्यानेजरमा टिमको म्यानेजरलाई भन्नुपर्छ, टिमको म्यानेजरले के भन्छ हेड म्यानेजरलाई भन्छ, हेड म्यानेजरले उसको माथिको मान्छेलाई भन्छ, अनि त्यस पछाडि मात्र बस बाटामा पुग्छ क्या। एकदम धेरै हायरार्की हुन्छ। अनि त्यही भएर कस्तो हुन्छ भने त्यो कुरा जस्तो मेरो आइडिया अहिले अप्लाई हुनुहुन्छ भने त्यसलाई टाइम लाग्छ क्या। मतलब त्यो इन्फर्मेसन पुग्न टाइम लाग्छ क्या। त्यो एकदम वर्स्ट पार्ट अफ द कर्पोरेट कल्चर हो होइन। अनि त्यस पछाडि रिस्क चाहिँ अब यहाँनिर रिस्क पनि छ है। अब रिस्क कस्तो छ भन्दाखेरि कर्पोरेट कल्चरमा फेलियर इज अफन सिन एज अ ब्याड मार्क है। तिमीले केही गल्ती गरेर तिम्रोबाट केही भएर केही मिस्टेक अराइज भयो भने त्यो तिम्रो त्यो करियर के सबभन्दा ठुलो बर्बादी जस्तै बुझ्छन् क्या कर्पोरेट कल्चरमा। द्याट इज नट लाइक द्याट, बट त्यस्तो बुझिन्छ क्या। बिकज लास्टै धेरै कम्पिटिसन छ आजकल होइन। अहिले त इभन नट विथ ओन्ली ह्युमेन, यु आर कम्पिटिङ विथ एआई अल्सो नि त होइन। अनि त्यही भएर एकदम धेरै रिस्क छ। अनि त्यस पछाडि अब त्यही हो, अब हायरार्की धेरै भएको कारणले गर्दा स्लो हुन्छ, डिसिजन मेकिङहरू स्लो हुन्छ। कुनै कामहरू गर्दाखेरि त्यसको एप्लिकेसन अफ वर्क नै स्लो हुन जान्छ होइन। अनि त्यस पछाडि अब त्यही भएर अब उनीहरू कस्तो भनौँ न अब होइन, अलिकति वर्ड्स नै लिन्छ, अलिकति ट्रेडिसनल वे अफ डुइङ भन्छ क्या कर्पोरेट कल्चरलाई चाहिँ होइन। अब अर्को चाहिँ के छ भन्दाखेरि अन्टरप्रेन्योर कल्चर। यो चाहिँ एकदम अहिलेको एरामा चाहिँ एकदम चल्दो बल्दो टर्म हो क्या यो। अन्टरप्रेन्योर कल्चर भनेको कस्तो भन्दाखेरि दिस कल्चर इज फाउन्ड इन स्टार्टअप्स अर हाइली इनोभेटिभ डिपार्टमेन्ट्स। द गोल इज टु फाइन्ड न्यू अपर्च्युनिटिज एन्ड ग्रो एज फास्ट एज पोसिबल भन्छ होइन। अब यो कस्तो हुन्छ नि अन्टरप्रेन्योर कल्चर भनेको चाहिँ हामीले अफन आजकल चाहिँ अलिकति टेक ओरिएन्टेड कम्पनीजहरूमा चाहिँ स्पेसली देखिरहेको हुन्छ नि। कस्तो हुन्छ नि मलाई केही चित्त बुझेन, मलाई केही आइडिया आयो, ठ्याक्कै गरेर डाइरेक्ट बससँग गरेको कुरा गर्छु, सर यस्तो छ, इफ इट इज फिजिबल यु क्यान अप्लाई इट भनेर म भन्छु। एकदम सजिलो छ क्या कम्युनिकेसन होइन। एनी वान क्यान टक टु एनीबडी क्या। एनी वान क्यान टक टु सिइओ, एनी वान क्यान टक टु द के भन्छ म्यानेजर। अनि त्यसरी टाइमली आइडियाहरू सेयर गर्ने त्यो छ क्या। रिस्क कस्तो हुन्छ भने रिस्क कस्तो खालको छ भन्दाखेरि यहाँनिर ग्रोथ त हुन्छ होइन। मैले धेरै आइडिया ल्याएँ भने त मेरो पर्सनल ग्रोथ भयो, मलाई टिमले एप्रिसिएट गर्ला होइन, मेरो अलिकति स्यालेरी हाइक गर्ला होइन। तर फेलियरलाई चाहिँ उनीहरूको अब एज अ कर्स अथवा एज अ ब्याड लक भनेर लिँदैन क्या। फेलियर भनेको चाहिँ यु आर इन अ लर्निङ स्टेप काइन्ड अफ त्यसरी ट्रिट गरिरहेको हुन्छ क्या होइन। अब डिसिजन मेकिङ पनि एकदम फास्ट हुन्छ किनकि हायरार्की छैन। मलाई जोसँग कन्सर्न छ कुनै कुरा, कुनै टास्क रिलेटेड केहीसँग कसैलाई सोध्नु छ, केही आइडिया अझै फर्दर प्रोभाइड गर्नु छ भने म सिधै गएर भन्छु नि। सिधै गएर म कसैलाई यसलाई भन्नु, म अब त्यसले अर्कोलाई भन्छ, त्यसले अर्कोलाई भन्छ, त्यस्तो हुँदैन क्या। सिधै गएर भन्ने हो होइन। अनि त्यस पछाडि एकदम अब उनीहरूको मेन फोकस चाहिँ एकदम इनोभेसन ल्याउने, सिम्प्लिफाई गर्ने होइन। आजकल कति देखिन्छ अब कर्पोरेट कल्चर भनेको एकदम सिम्पल इक्जाम्पल होइन। के भन्छ 9 to 5 लाई बुझ्यौँ है। 9 to 5 एकदम रिजिड टाइम भयो होइन। अब के भन्छ अन्टरप्रेन्योर कल्चर कस्तो हुन्छ भने यु कम एट 10, यु गो एट 7, यु गो एट 5, यु कम एट 10, यु गो एट 3, बट द टास्क यु हेभ बिन एलोटेड मस्ट बी डन भन्ने चाहिँ अन्टरप्रेन्योर कल्चरको चाहिँ यस्तो खालको अब लाइक यस्तो खालको उनीहरूको चाहिँ प्र्याक्टिस हुन्छ भनौँ न। तर कर्पोरेट कल्चरको त्यस्तो हुँदैन। उनीहरूको एउटा फिक्स टाइम हुन्छ होइन। हो त्यस्तो हुन्छ। एउटा सिम्पल हो, एकदम सिम्पल छ होइन। हजुरहरूले फर्दर एक्सप्लेन गर्दाखेरि चाहिँ लाइक अब कहिले अब पोइन्टहरूलाई इलङ्गेट गर्दाखेरि चाहिँ हेल्प हुन्छ भनेर चाहिँ मैले यो टपिक लिएर आएको। होप यु हेभ अन्डरस्टुड। केही कन्फ्युजन छ भने कमेन्ट गरिदिनु होला है। हस्, थ्याङ्क यू।